यसै साताको गुगल आइओ 2026 मा सबैभन्दा बढी चर्चा एन्ड्रोइड एक्सआर ग्लासेस इन्टेलिजेन्ट आइओएरले बटुल्न सफल बनेको छ। यी चस्माले अगुमेन्टेड रियालिटी एआर, भर्चुअल रियालिटी भिआर र मिक्स्ड रियालिटी एमआर प्रविधिको प्रयोग गरी प्रयोगकर्तालाई नयाँ डिजिटल अनुभव प्रदान गर्नेछन्। एन्ड्रोइड एक्सआर ग्लासेस के हो? यो गुगल र स्यामसङले संयुक्त रूपमा विकास गरेको एउटा नयाँ पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्स एआई स्मार्ट चस्मा हो। यसले गुगलको एन्ड्रोइड एक्सआर प्लेटफर्ममा काम गर्छ र यसको भित्र क्वालकमको शक्तिशाली चिपसेट र जेमिनाई एआई राखिएको छ। यसपटक गुगलले चस्मालाई ग्याजेट जस्तो नदेखाएर मानिसले दिनौँ फेर्ने साधारण र स्टाइलिस चस्मा जस्तै बनाउन अमेरिकी ब्रान्ड वारबी पार्कर र कोरियन लग्जरी ब्रान्ड जेन्टल मोन्स्टरसँग साझेदारी गरेको छ। यसका मुख्य र अचम्मका विशेषताहरू: स्क्रिनलेस डिजाइन। यस चस्माको पहिलो संस्करणमा कुनै स्क्रिन वा डिस्प्ले हुँदैन। यसमा क्यामेरा, एउटा गोप्य ओभर इयर स्पिकर र माइक्रोफोन मात्र हुन्छ। यसको मतलब जेमिनाई एआईले तपाईसँग सिधै कानमा कुरा गर्छन्। तपाईले जे देख्नुहुन्छ एआईले त्यही बुझ्छ। चस्मामा भएका क्यामेराहरूको मद्दतले जेमिनाईले तपाईले हेरिरहनु भएको कुरालाई रियल टाइममा देख्न सक्छ। उदाहरणका लागि बाटोमा हिँड्दा कुनै रेस्टुरेन्टको अगाडि उभिएर यो रेस्टुरेन्ट कस्तो छ भनी सोध्नुभयो भने यसले तुरन्तै त्यसको रिभ्यू सुनाइदिन्छ। झुक्क्याउने खालको पार्किङ साइन वा ट्राफिक बोर्डलाई हेरेर यसको अर्थ सोध्न सक्नुहुन्छ। रियल टाइम अनुवाद, लाइभ ट्रान्सलेसन। यदि तपाईँ विदेशमा हुनुहुन्छ र त्यहाँको भाषा बुझ्नुहुन्न भने चस्माले अगाडिको बोर्ड वा मेनु हेरेर तपाईँलाई अनुवाद गरी तपाईँको कानमा सुनाइदिन्छ। अझ विशेष कुरा, यसले बोल्ने मान्छेको आवाज र हावभावलाई समेत म्याच गरेर अनुवाद गर्छ। स्मार्ट नेभिगेसन। यस चस्मालाई तपाईँ कुन दिशातिर फर्किरहनु भएको छ भन्ने कुरा पनि थाहा हुन्छ। त्यसैले हिँड्दा वा गाडी चलाउँदा यसले अब दायाँ फर्किनुहोस् भन्दै एकदमै प्राकृतिक रूपमा बाटो देखाउँछ। हातै नलाई काम गर्ने ह्यान्ड्स फ्री टास्क। तपाईँको फोन खल्तीमै भए पनि यसले पछाडि बसेर काम गर्न सक्छ। उदाहरणका लागि तपाईँ हिँड्दै गर्दा यसले अनलाइन कफी अर्डर तयार पारिदिन सक्छ। तपाईँले मात्र चस्माको साइडमा ट्याप गरेर कन्फर्म गरे पुग्छ। फोटो र एआई एडिटिङ। न्यानो बनाना। चस्माबाट तुरुन्तै उच्च स्तरीयको फोटो वा भिडियो खिच्न मिल्छ। उदाहरणका लागि तपाईँलाई फोटो खिच्नु पर्यो भने हे गुगल यो फोटो खिच र ब्याकग्राउन्डका मान्छेहरूलाई हटाइदेऊ भन्यो भने यसले तुरन्तै फोटो एडिट गरिदिन्छ। यो कहिले आउँछ बजारमा? गुगल र स्यामसङका अनुसार यो एआई चस्मा fall 2026 मा विश्वका केही छानिएका बजारहरूमा बिक्रीका लागि उपलब्ध हुनेछन्। यसको मूल्य र आधिकारिक नाम भन्ने आउन बाँकी छ।